Hello guys, welcome to our new vlog. आज चाहिँ हामी काठमाडौँबाट गर्न सकिने नजिकको हाइकको बारेमा कुरा गर्दैछौँ। कन्काली टु डेन्स फरेस्ट अफ नागार्जुन। यदि तपाईहरु पनि काठमाडौँबाट नजिकै एकदम सजिलो र आनन्दपूर्ण हाइक गर्न चाहनुहुन्छ भने कन्काली टु नागार्जुन हसनटार वन यो बेटर अप्सन हुन सक्छ। यो हाइक गर्नका लागि मात्र 150 रुपैयाँ भए पुग्छ र यो हाइक यदि तपाईहरुसँग प्राइभेट बाइक अथवा कार छ भने कलंकीबाट सुइचाटार और एलआरआई को बाटो हुँदै मितेरी चोक हुँदै कन्कालीसम्म आउन सक्नुहुन्छ र कन्कालीमा बाइक और कार पार्क गरेर त्यहाँबाट हाइक स्टार्ट हुन्छ भने यदि प्राइभेट बाइक कार छैन भने कलंकी मकालु पेट्रोल पम्पको पछाडीबाट अटो पार्क मा गएर कन्कालीसम्मको मात्र 75 रुपैयाँ भाडा तिरेर कन्कालीसम्म आउन सक्नुहुन्छ। त्यसपछि हाम्रो रियल हाइक जर्नी स्टार्ट हुन्छ। यो बाटोबाट चाहिँ धेरै ठाउँहरु घुम्न जान सक्नुहुन्छ, जस्तै काजी कालु पाण्डेको समाधि स्थल, हेभन गार्डन स्वर्गको बगैँचा, स्विट्जरल्यान्ड पार्क, इन्द्रदह, बद्रीनाथ धाम, विन्ध्यवासिनी मन्दिर जस्ता धेरै रमणीय क्षेत्र भ्रमण गर्न जान सक्नुहुन्छ। बाटोमा जाँदै गर्दा हामीले यहाँ फुटसल ग्राउन्ड पनि देख्न सक्छौं। एकदम हाइटमा रहेको फुटसल ग्राउन्ड यो चाहिँ बौद्ध स्तूपा गुम्बाको भित्रपट्टि पर्ने फुटसल ग्राउन्ड हो। हाम्रो यात्रा अगाडि बढिरहेको छ। अलिकति अगाडि पुगेपछि हामी सेल्फी डाँडा भन्ने ठाउँमा पुग्छौं र यहाँबाट भने काठमाडौँको ओभरअल सबै भ्यूजहरु हेर्न सक्छौं हामीले। यहाँबाट अलमोस्ट काठमाडौँको सबै पार्टहरु देखिन्छ। आकाश खुलेको दिनमा ब्युटीफुल भ्याली काठमाडौँ हामीले अवलोकन गर्न सक्छौं। जंगलको बीचहरुमा होटल रिजर्टहरु पनि हामीले देख्न सक्छौं र सुन्दर प्राकृतिक दृश्यहरु हरियो वन हामीले अवलोकन गर्न सक्छौं। हामीहरुले पनि केही बेर यही स्थानबाट काठमाडौँको पूर्ण अवलोकन गर्यौं र एकछिनको थकाइ मेटेर फेरि हाम्रो हाइक जर्नी अगाडि बढायौं। जीवनका धेरै उत्तरहरु एकान्त बाटोमै भेटिँदा रहेछन्। हामी अघि बढिराख्यौं। हावा अझै चिसो हुँदै गयो। पातहरु बिस्तारै झर्दै थिए। मानौ समय नै रोकिएको जस्तो लाग्थ्यो। त्यो शान्तिमा मनले धेरै कुराहरु सोच्यो। त्यो एकान्त वनमा न त कुनै प्रेसर, न त कुनै नोटिफिकेसन, न त कुनै प्रतिस्पर्धा। त्यो पलमा बल्ल हामीले बुझ्यौं कि हाइकिङ शरीरका लागि मात्र होइन रहेछ, यो त मनका लागि पनि रहेछ। अब भने हामी गुम्बाको मेन गेट पट्टि आइपुगेका छौं। यहाँ चाहिँ निकै नै सुन्दर गुम्बा रहेको छ, स्तूपा पनि छ, बौद्ध धर्मावलम्बीहरुको गुम्बा र यहाँ आवासीय रूपमा विद्यार्थीहरुलाई पढाउने व्यवस्था रहेछ। हामी यहाँ पनि केही बेर बसेर फेरि हाम्रो यात्रालाई अगाडि बढायौं र हामी यो टावर भएको ठाउँसम्म आइपुग्यौं। यो टावरबाट पनि काठमाडौँको पूर्ण अवलोकन गर्न सकिँदो रहेछ, तर अहिले यो टावर भने बन्द रहेछ। त्यहाँबाट पनि हाम्रो यात्रालाई अगाडि बढाउँदै गयौं र बाटोमा देखिने सुन्दर दृश्यहरु हेर्दै हेर्दै फुलेका फूलहरु, चराहरुको आवाज सुन्दै सुन्दै हामीहरु अगाडि बढ्यौं। आज यो बाटो खासै भिड थिएन।
शनिबार भने स्विजरल्यान्ड पार्कमा घुम्न जाने र पिकनिकका लागि जाने को संख्या धेरै हुने भएकाले एकदमै यो बाटो एकदम भिड हुन्छ। यहाँ माथि फेरि अर्को गुम्बा रहेछ। यो गुम्बाबाट अलिकति अगाडि गइसके पछाडि भने हामीले मेन हाइवेलाई छोडेर सर्टकट बाटोपट्टि लाग्यौं र जङ्गलपट्टि छिर्यौं र त्यहाँबाट निकै नै मनोरम दृश्यहरू हेर्दै हेर्दै जङ्गलको बीचबाट हामी अगाडि बढ्यौं। फेरि केही बेरको हिँडाइपछि हामी एकछिन विश्राम गर्यौं। एकछिन जङ्गलको चिसो हावा लिँदै थकाइ मेट्यौं र एकछिनको विश्रामपछि फेरि हाम्रो यात्रालाई अगाडि बढाउनतर्फ लाग्यौं। यहाँ पुगेपछि भने मैले सोझीलाई औँठी बनाइदिनुतिर लागेँ। सल्लोको औँठी बनाउन निकै अप्ठ्यारो हुने रहेछ, सल्लो चिफ्लो भएकाले, र पनि जसोतसो दुईवटा औँठी भने बनाइदिइहालेँ। जति माथि उक्लिँदै गयो त्यति नै जङ्गल गहिरिँदै गयो र यहाँसम्म आइपुग्दा मोबाइलको नेटवर्क हराइसकेको थियो। यहाँ कुनै हल्ला थिएन, कुनै तनाव थिएन र हामी यसरी नै यो गेटसम्म आइपुग्यौं। यो गेटबाट देब्रेपट्टि लाग्दा स्विजरल्यान्ड पार्क र काजी कालुपाण्डेको समाधिस्थल पुगिन्छ भने दाहिनेपट्टि लागेर जाँदा विन्ध्यवासिनी मन्दिरतिर गइन्छ। हामी विन्ध्यवासिनी मन्दिरपट्टिको रुट हुँदै अलिकति माथि पुग्यौं र यहाँबाट यो माउन्टेन बाइकको ट्र्याकबाट हामी जङ्गलको डेन्स नागार्जुन फरेस्ट अवलोकनतर्फ लाग्यौं र त्यहीँबाट हाम्रो फर्किने कार्यक्रम सुरु भयो। फर्किँदा भने हामीले बाटोमा काफलको बुटहरू निकै नै राम्रो काफल फलेको र भुइँमा खसेको देख्यौं ठुलो ठुलो बुटहरूमा, र हामीले त्यो काफल खायौं, इन्जोय पनि गर्यौं। यदि तपाईहरु पनि यहाँ आउँदै हुनुहुन्छ भने, यदि चैत वैशाखमा आउनुहुन्छ भने लाली गुराँसहरू फुलेको राम्रो भ्यूज देख्न सक्नुहुन्छ भने, यदि जेठतिर आउनुहुन्छ भने मिठो काफल खान पाउनुहुन्छ र ऐसेलु पनि खान पाउनुहुन्छ। हामीले पनि टन्न खायौं। यो यात्रा गर्दा भने एक्लै यात्रा नगर्नु होला, किनकि यो ओपन जङ्गल भएको कारणले गर्दा यहाँ चितुवा, बँदेल र अन्य जङ्गली जनावरहरूको पनि खतरा हुने गर्छ। र यो बिहानको समयमा भने यो माउन्टेन बाइकको रुट भएकोले यहाँ बाइकहरू पनि चलिरहेको हुन्छ। रुखहरूको बीच हामीहरू हिँडिरहेका थियौं। चराहरू स्वतन्त्र उडिरहेका थिए। हावाले पातहरू नचाइरहेको थियो। त्यो दृश्य कुनै चलचित्रभन्दा कम थिएन। मानिसले बनाएको शहर सुन्दर होला, तर भगवानले बनाएको जङ्गल अझै अद्भुत छ। हरेक दृश्यले मनमा शान्ति थपिरहेको थियो। हाम्रो यात्रा
अगाडि बढिराख्यो। जङ्गलको मनोरम दृश्य, ठुला ठुला चट्टानका ढुङ्गाहरू, विभिन्न किसिमका रुखहरू हेर्दै हेर्दै, अवलोकन गर्दै गर्दै केही बेर विश्राम, फेरि केही बेर हिँडाइ। सायद उचाइले दृष्टिकोण बदल्दो रहेछ। चिसो हावा अनुहारमा ठोकिँदै थियो। मनभित्र एउटा सन्तुष्टि थियो। गन्तव्यभन्दा पनि त्यहाँसम्मको यात्रा सुन्दर रहेछ। अब जङ्गल सुनौलो रङले भरिँदै थियो। आज हामीलाई यो नागार्जुनको यात्राले धेरै कुरा सिकायो। धैर्यता, शान्ति, एकान्तको सुन्दरता। यो त केवल हाइकिङ भन्दा पनि यो त मनसँगको भेट थियो। कहिलेकाहीँ सबैभन्दा सुन्दर यात्रा आफूतर्फकै यात्रा हुँदो रहेछ। अलिकति अगाडि बढेपछि भने यहाँ मन्दिर रहेछ। यो सम्भवतः कुलदेवताको स्थान हुनुपर्छ। हामीले त्यो मन्दिरलाई पनि अवलोकन गर्दै गर्दै अगाडि बढिराख्यौँ। थाकेको शरीर लिएर हामीहरू फर्किँदै थियौँ, तर मन भने पहिलाभन्दा धेरै हलुका भइसकेको थियो। अब करिब करिब हाम्रो हाइकिङ अन्तिम चरणमा पुगिसकेको थियो। फर्किँदै गर्दा हामीले बाटोमा ठुलो ऐसेलुको गाँज भेटायौँ र केही बेर ऐसेलु टिप्न तर्फ लाग्यौँ। यहाँबाट काठमाडौँको निकै नै मनोरम दृश्य पनि देख्न सकिन्छ। विशेष गरी स्वयम्भूनाथ, येल्लो गुम्बा, रेड गुम्बा, व्हाइट गुम्बा जस्ता विभिन्न मनोरम दृश्यहरू आँखा अगाडि नै झल्किरहेका थिए। यसै बीच हामीले अब गाउँ भेटाउन लाग्यौँ र यसरी नै हामीहरू जहाँबाट हाम्रो हाइकिङ स्टार्ट गरेका थियौँ त्यही पोइन्टमा फर्कियौँ। जाँदा भने हामी रोडको वे हुँदै गएका थियौँ भने आउँदा भने हामी जङ्गलको वे भएर फर्कियौँ र हामीले जुन ठाउँबाट हाइक स्टार्ट गरेका थियौँ त्यही ठाउँमा आइपुग्यौँ। यसरी आज हाम्रो सर्ट, स्विट एन्ड एकदम पिसफुल हाइक समाप्त भइसकेको छ र यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ कलङ्कीबाट आउने यो रोड हो र यहाँबाट हामी बिहान माथि गएका थियौं भने आउँदाखेरि फर्किँदाखेरिमा जंगलको वेबाट फर्किएका थियौं। यसरी हामी आजको हाइक कम्प्लिट गर्यौं र अब भने हामी हाम्रो घर पनि आइसकेका छौं। आजलाई यति नै, धन्यवाद।